हेलो एभ्रिवान, इट्स मी रबिन गुरागाई र तपाईँहरू सबैलाई मेरो युट्युब च्यानलमा स्वागत छ। फ्रेन्ड्स, मैले चाहिँ रिसेन्टली चाहिँ एउटा सामान मगाएको छु है ग्याजेट्स.com बाट र मैले के मगाएको छु भन्ने कुरा म तपाईँहरूलाई देखाउने नै छु होइन। आज चाहिँ आई एम गोइङ टु अनप्याक इट क्या, म त्यसलाई खोल्न गइरहेको छु एन्ड वान्ट टु सो यु अल। र मलाई यस्तो लाग्छ कि इट विल डेफिनेटली हेल्प मी इन माई युट्युब जर्नी होइन। अब आगामी दिनहरूमा चाहिँ यसले मलाई हेल्प गर्छ मेरो युट्युब जर्नी, मेरो युट्युब च्यानललाई ग्रोथ गर्न भन्ने लागेर नै मैले यो सामान चाहिँ मगाएको छु। सो हेरौँ है त के रहेछ। लेट्स स्टार्ट। सो फ्रेन्ड्स, मैले चाहिँ यो सस्तो ग्याजेटबाट मगाएको हो है। अनि यो चाहिँ लगभग मगाएको भोलिपल्टै आइसकेको थियो होइन। डेलिभरी क्विक नै रहेछ। त्यसमा मलाई पोजिटिभ रेस्पोन्स दिन मन लाग्यो, खुसी पनि लाग्यो। सो अब हामी यसलाई ओपन गर्न गइरहेछौँ, हेरौँ है त के रहेछ। सो फ्रेन्ड्स, आई एम गोइङ टु अनप्याक इट है। म यो खोल्न गइरहेको छु। सो र यो चाहिँ यस्तो छ है। सो खोलेर हेरौँ है त। तपाईँहरूले गेस गर्न सक्नुहुन्छ यो सामान के होला भनेर। गेस गर्नुभयो भने कमेन्ट डाउन गर्नु, कमेन्ट गर्नु। धेरै महँगो चिज त किन्न सकिँदैन, पनि एउटा सानो कोसिसको लागि होइन। युट्युबरले इनिसियल्ली किन्ने चिज के हो याद छ भने कमेन्ट गर्नु है। हेरौँ कस्तो सामान आएछ। सो गाइज, यहाँ चाहिँ दुईटा सामान छ है। पहिला म यो सामान देखाउँछु एन्ड दिस इज जेमेरी MT29 ट्राइपोड हो। यो चाहिँ मिनी ट्राइपोड हो। सो निकाल्न गइरहेको छु एन्ड यत्रै हुँदो रहेछ। मोबाइल होल्डर एन्ड दिस इज जेमेरी MT29 को ट्राइपोड स्ट्यान्ड है। नाइस, I like this. It is portable. यो पोर्टेबल छ, बोक्न ओर्न कतै लिएर जान पनि सजिलो रहेछ। नाइस नाइस। यो 360 घुम्नको लागि यो दिएको रहेछ। सो यसको प्रोपर्टिज म हेरिहाल्छु तपाईँहरूको अगाडि। 180 ग्राम रहेछ, लोड 2 केजी। त्यस्तो 2 केजीसम्म थाम्छ भनेको होला, किनभने यो त्यस्तो वेटी छैन। अनि फोल्डेड हाइट, यसको हाइट चाहिँ 21 सेन्टिमिटर रहेछ र यो खोल्दाखेरि चाहिँ 48 सेन्टिमिटरसम्म जाने रहेछ। एल्युमिनियम प्लस ABS-बाट बनेको रहेछ। ओके, कम्प्याटेबल विथ क्यामेरा, मोबाइल प्रोजेक्टर, एक्सन क्यामेरा भनेको छ। नाइस, मलाई मन पर्यो। अब यसलाई अझै अब युज गरेर त हेर्न बाँकी नै छ। सो अब म मेरो अर्को सामान खोल्न गइरहेको छु एन्ड दिस इज यो चाहिँ नेफोको NP63 वायरलेस माइक्रोफोन हो। साउन्ड क्वालिटी अलिकति बेटर गर्नको लागि चाहिँ मैले यो मगाएको हो। तर मलाई यो हेर्दैखेरि पनि फेसबुकबाट थाहा पाएको थिएँ मैले, र हेर्दैखेरि पनि मलाई एकदम किनौँ जस्तो लागेको थियो। सो मेनली यो चाहिँ हामी माइकको लागि, माइक्रोफोनको लागि युज गर्छौँ।
यो चाहिँ मैले अहिले खोलिनँ है। यसमा भनेको खोलौँ न त होइन, किन नखोल्नु र, हेरिदिइहालौँ के छ भन्ने। यसमा चाहिँ अलिक धेरैवटा साना साना आइटमहरू देखाइरहेछ। ओ उल्टो खोलेछ झन्डै गाइज। यो चाहिँ एउटा म्यानुअल बुक पनि रहेछ। एन्ड दिस सिम्स लाइक दिस। एउटा चार्जर आउँदो रहेछ, सानो चार्जर रहेछ। अर्को यो भनेको समथिङ लाइक स्ट्यान्ड टाइप छ है, यहाँ स्क्रु दिइरहेछ, हेर्नुपर्छ, मलाई पनि धेरै आइडिया छैन। यो भनेको के हो, व्हाट इज दिस, CPE लेखिरहेछ। यो एकछिन खोलेन मैले। व्हाट इज दिस, oh guys, it's small, हातले नै युज गर्ने माइक हो। नाइस नाइस नाइस। यहाँ एउटा यस्तो पनि छ सी टाइपको। ओके, म्याग्नेटिक रहेछ, म्याग्नेटिक। यहाँ नजिकै लग्ने बित्तिकै आफै गए। नाइस, आई लाइक दिस। त्यो चाहिँ मैले यहाँनिर कलरमा युज गर्नको लागि होइन, हाम्रो साउन्ड क्वालिटी बढाउनको लागि ल्याएको हो। एन्ड यो इन्टरभ्यूहरूमा पनि युज गर्न सजिलो हुँदो रहेछ। यस्तो हुँदो रहेछ गाइज। सो अहिलेको हाम्रो सामान चाहिँ यति हो। बाँकी दिनहरूमा यस्तै भिडियोहरू ल्याउँदै गर्छु। मेरो युट्युब च्यानल हेर्दै गर्नु होला, यसलाई सपोर्ट गरिदिँदै गर्नु होला, माया गरिदिँदै गर्नु होला भन्न चाहन्छु। सो थ्याङ्क यू एभ्रिवान, बाई बाई।